म प्रोग्राममा परेँ है। के भयो भन्दाखेरि चाबी मैले चाबी बिर्सेँ। अब छैन, अब म कसरी जाने होला। साथीलाई कल गरेको, साथीले फोनै उठाएन। ल अब यसरी चामल प्याज यसरी बोकेर जाने होइन, खाना त पऱ्यो। हेलो भाइ बहिनीहरू, के छ हालचाल? आज तिमीहरूको दाइ आज बाहिर घुम्नु गएको छ। यसो हाल्छ एक्लै कस्तो देखिरहेछ। भर्खर उठेर हिँडेको अनि चामल पनि ल्याउनु छ है। रुमबाट चाहिँ अलिकति टाढा छ नि त। चामल सकियो, चामल त खानु पऱ्यो, भात त खानु पऱ्यो होइन भाइ बहिनीहरू। अरू के छ, सबै ठिक छ होला नि। अहिले चाहिँ रातको 8 बज्यो। 8 बजे पनि दिउँसो छ, यस्तो दिउँसो छ यहाँ चाहिँ मालडामा। अहिले बस पनि आयो, यो बस आयो। म चाहिँ यता घुमिरहेको छु यहाँ। अनि यो पर देखेको छ औरा चर्च भन्थ्यो यसलाई होइन। अनि यतातिर चाहिँ म पहिला बस्थेँ, मेरो रुम यतातिर थियो। अहिले चाहिँ म जाँदैछु, चामल लिनको लागि जाँदैछु। अलिकति टाढा पर्छ, 5-7 मिनट टाढा पर्छ भनौँ न। चाहिँ भाइ फुटबल खेल्दैछ, फुटबल। सानो बच्चाहरू यहाँनिर। ओके, अब अरू त त्यस्तै हो, अरू सबै ठिकै छ। यो माल्टामा यो गाडी चाहिँ किन पार्क गरेको क्या? यो गाडी चाहिँ किन पार्क गरेको क्या? यो गाडी ओतिर पछि पार्क गर्नलाई चाहिँ यो चाहिँ लास्टै जाउ भयो क्या। बुढो आयो, बुढो अनि यो हेर्नु न, यो बिचमा के हो? मलाई चाहिँ यो मन नपरेको कारण चाहिँ यो हो कि ठुलो गाडी हिँडिया छ, बस हिँडिया छ, यस्तो बिचमा यता ओरतिर गाडी छ होइन। यसरी पार गर्नु भएन नि। अब यहाँनिरको चाहिँ घरहरू चाहिँ यस्तै साह्रो अग्लो हुँदैन होइन। 5-6 तलाको समथिङ त्यस्तै हुन्छ। अनि अब त्यही हो, मैले अघि नै भनिसकेँ, रोड साँगुरो हुन्छ यस्तो सानो बाटोमा। अनि एकातिर अर्कोतिर नि गाडी पार्क गरेको छ, यतातिर गाडी पार्क गरेको छ। अनि अब बसलाई चाहिँ निकै गाह्रै हुन्छ कुद्न। मान्छे धेरै, कति हो मान्छे, सानो ठाउँ मान्छे धेरै। साँझ पख एकान्तमा तिमीलाई सम्झिँदा, साँझमा पनि रातमा पनि सम्झन्छु तिमीलाई, दिनमा पनि। चामल लिने ठाउँ पनि आयो होइन। डेली समस्या पनि आएको छ। मैले चामल लिने ठाउँ चाहिँ हो। ओहो, यस्तो चामल पनि छ। बड़ा भी है, छोटा भी है। चामल ल भाइ, यसरी चामल प्याज यसरी बोकेर जाने छ होइन। खाना त पऱ्यो, के गर्नु, गाह्रो छ नि। धेरै त होइन, 18 केजी। ल भाइ बहिनीहरू, चामल पनि लिएर आएँ मैले, अनि प्याज पनि। पसिना यस्तो भयो है, पसिना गाह्रो छ, बोकेर लिएर आएको। अनि म प्रोग्राममा परेँ है। के भयो भन्दाखेरि चाबी मैले चाबी बिर्सेँ। अब छैन, अब म कसरी जाने होला। साथीलाई कल गरेको, साथीले फोनै उठाएन। साथी भन् ड्युटीमा छ। के छ यो उपाय यार, बिजोग पऱ्यो नि त म त। अब ल साथीहरू, अब रुममा आइसकेँ म। जसो गरेर फनसन गरेर म भित्र आइसकेँ, रुमभित्र। अनि मुखसुख पनि धोएँ, अनि खुट्टा पनि धोएँ। त्यस पछाडि मजाले खुट्टा पनि धोएँ होइन। अनि त्यस पछाडि हल्का गर्मी भएको थियो एउटा होइन। अनि त्यस पछाडि हल्का चिसो बियर खाउँ न भनेर